तेहरान युद्धको नेपाल तरङ्ग। अमेरिका इरान युद्धले खाडीका नेपाललाई के हुन्छ? यो इरानको राजधानी तेहरानको दृश्य जुन शनिबार झिसमिसेमै रणभूमि बन्यो। अनि यो नेपालको राजधानी काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दृश्य। अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनाई नै मारिए। आक्रमण प्रत्याक्रमण जारी छ, तर त्यसको असर करिब 4000 किलोमिटर टाढा रहेको नेपालसम्म परेको छ। खाडी मुलुकमा रहेका नेपालीहरूलाई कति बेला के होला अन्यल छ। यहाँ रहेका उनीहरूका परिवारलाई उत्तिकै चिन्ता छ। समग्रमा सबै नेपालीमा चासो छ अब खाडी क्षेत्रमा रहेका नेपालीहरूको अवस्था के हुन्छ। सुरुमै भनिहालौँ, संसारका जुनसुकै ठाउँमा हुने युद्धको असर नेपालमा परिहाल्छ। करिब 28 महिना अघि प्यालेस्टाइन लडाकुहरूले इजरायलमा आक्रमण गर्दा 10 नेपाली विद्यार्थीको ज्यान गयो। केही घाइते भए। प्यालेस्टाइनी लडाकुको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशी पनि मारिए। उनको शव पाउन मात्रै नेपालले 2 वर्षभन्दा बढी पर्खिनु पर्यो। इजरायल र प्यालेस्टाइन बीच केही महिना अघि मात्रै शान्ति सम्झौता भएपछि त्यो क्षेत्र अलि शान्त थियो, तर शनिबारदेखि पश्चिम एसिया अर्थात् मध्यपूर्व फेरि अशान्त बनेको छ। भौतिक रूपमा इजरायल र अमेरिका इरानमाथि खनिएका छन्। इरानले पनि जवाफ फर्काइरहेको छ। युद्ध भइरहेको छ, त्यसको असर नेपालमा पनि परिरहेको छ। तरङ्ग संसारभर फैलिएको छ। 28 फेब्रुअरी 2026 अर्थात् 2082 फागुन 16 गते शनिबार बिहान उज्यालो हुन नपाउँदै इजरायल र अमेरिकी सेनाले इरानको राजधानी तेहरानमा धावा बोले। इरानी सर्वोच्च नेताको निवास र सैन्य अखडामा बम बर्सियो। इरान सरकारले सर्वोच्च नेता खामेनेई सुरक्षित रहेको र सुरक्षित ठाउँमा सारिएको पनि दाबी गरेको थियो। त्यसको खण्डन गर्दै केही बेरमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल मार्फत खामेनेई मारिएको दाबी गरे। इरानले होइन होइन भनिरह्यो, तर राति इरान सरकारले सर्वोच्च नेता मारिएको पुष्टि गर्यो र 40 दिन राष्ट्रिय शोकको घोषणा गर्यो। आइतबार दिउँसोसम्म आइपुग्दा त इजरायली अमेरिका आक्रमणमा इरानी रक्षा मन्त्री अजिज नासिरजादेह र सेना प्रमुख अब्दुल रहिम मौसावीको पनि मृत्यु भएको इरानी सरकारले बतायो। समग्रमा 40 भन्दा बढी इरानी उच्च अधिकारी मारिसकेका छन्। अन्तर्राष्ट्रिय मिडियाहरूले त सयौं मानिस मारिएको बताइरहेका छन्। कहाँ कति मारिए यस बारेमा इरान सरकार बोलिसकेको छैन। इरान सरकारले भनिसकेको छ अब इजरायल र अमेरिका विरुद्ध भयानक जवाफी आक्रमण हुनेछ। शनिबारदेखि नै इरानले आसपासका कतार, युएई, कुवेत र बहराइन लगायत अरब मुलुकमा रहेका अमेरिकी सेनाका एयरबेसमा आक्रमण गरिरहेको छ। इरान बाहेकका देशमा पनि मानिसहरू मारिएका छन्, तर कहाँ कति मानिस मारिए ती देशले पनि भनिसकेका छैनन्। अहिले इरानको राजधानी तेहरान रणभूमि बनेको छ। इरान आसपासका देशहरूमा पनि मिसाइल बज्रिरहेको छ। आखिर इजरायल र अमेरिका किन इरानमाथि खनिएका हुन्? आउनुहोस् बुझौँ। खासमा अमेरिका र इरान बीचको विवाद वर्षौं पुरानो हो। सन् 1979 जब इरानमा खामेनेईको नेतृत्वमा इस्लामिक क्रान्ति सम्पन्न भयो र पश्चिमा समर्थक मोहम्मद रेजा पहलवीको सत्ता उल्टियो, त्यसैता अमेरिका र इरान बीच विवाद बढिरहेको छ। अमेरिकाले मात्र होइन, इजरायलले समेत इरानलाई निशाना बनाइरहेको छ। पश्चिमा मुलुकसहित इजरायल समेतले इरानले आणविक हतियार बनाइरहेको दाबी गरिरहेका छन्। इरानमा खामेनेईको नेतृत्वमा इस्लामिक क्रान्ति सफल भएपछि राजा पहलवी भागेर अमेरिका पुगे। जब इरानी राजा अमेरिका पुगेको खबर सार्वजनिक भयो, सन् 1980 इरानी विद्यार्थीहरूले तेहरानको अमेरिकी दूतावासमा आक्रमण गरे, जुन आक्रमणमा 52 जना अमेरिकी कूटनीतिज्ञ अपहरणमा परे। इरानीहरूले पश्चिमा समर्थक शासन हटाएर इस्लामिक शासन सुरु गरेपछि बढ्दै गएको तनाव अहिले भीषण युद्धमा परिणत भएको हो। झट्टै हेर्दा यहाँ राजनीतिक कारण देखिन्छ, तर भित्र अरू थुप्रै कारण लुकेका छन्। आउनुहोस् लुकेका कारणबारे छोटोमा चर्चा गरौँ। लुकेका कारण हुन् इरानको तेल भण्डार अनि खनिज। इस्लामिक शासनमा मानवाधिकार हनन भइरहेको र जनताको स्वतन्त्रतामाथि बन्देज लगाइएको भन्दै अमेरिकाले पटक पटक इरानलाई चेतावनी दिइरहेको थियो। सरकार विरोधी विभिन्न समूहलाई आन्दोलनका लागि अमेरिकाले साथ र समर्थन पनि दिइरहेकै थियो। पछिल्लो पटक सन् 2025 को मार्चमा अमेरिकी राष्ट्रपति ट्रम्पले इरानका सर्वोच्च नेता खामेनेईलाई चिठी पठाए र 60 दिनभित्र नयाँ आणविक सम्झौता गर्न प्रस्ताव गरे। ट्रम्पको प्रस्ताव खामेनेईले ठाडै अस्वीकार गरिदिए। त्यसपछि इरान अमेरिका तनाव थप बढ्न थाल्यो। अमेरिका र इरान बीच तनाव बढ्दै जाँदा केही महिना अघि इजरायलले इरानमाथि आक्रमण गर्यो। त्यसमा अमेरिका पनि मिसियो। केही आणविक केन्द्रमा बम खसाल्यो। त्यसपछि द्वन्द्व केही मत्थर भयो। तर केही साता अघि ट्रम्पले नयाँ आणविक सन्धि गर्न इरानलाई पुनः पत्र पठाए, जसलाई खामेनेईले फेरि अस्वीकार गरिदिए। लगत्तै इरान नजिकका समुद्रमा अमेरिकाले युद्धपोत तैनात गर्यो।
बम वर्षक विमान लगियो अनि शनिबार उज्यालो नहुँदै बम खसाल्न थाल्यो। अमेरिकी आक्रमणमा सर्वोच्च नेता खामेनेई मारिएपछि अब इरानमा के हुन्छ सर्वत्र चासो बढेको छ। इरानले छिट्टै अमेरिका विरुद्ध भीषण र भयानक जवाफी आक्रमण गर्ने घोषणा गरिसकेको छ। राज्य सञ्चालनको सम्पूर्ण नेतृत्व गरिरहेका खामेनेईको मृत्युपछि राज्य सञ्चालनका लागि 3 सदस्यीय परिषद गठन गरिएको छ। समाचार एजेन्सीहरूका अनुसार उक्त परिषदमा राष्ट्रपति, न्यायपालिका प्रमुख र गार्डियन काउन्सिलका 1 प्रतिनिधि रहेका छन्। नयाँ सर्वोच्च नेता चयन नभएसम्म यही परिषदले जिम्मेवारी सम्हाल्नेछ। इरानमा सर्वोच्च नेताको चयन विज्ञहरूको सभा अर्थात् एसेम्ब्ली अफ एक्सपर्टले गर्ने संवैधानिक व्यवस्था छ। मध्यपूर्वमा युद्ध जसरी छर्किँदैछ त्यसले हामी नेपालीहरूको मन उसै गरी पोल्दैछ। हरेक नेपालीलाई लागेको छ अब त्यहाँ रहेका नेपालीहरूको अवस्था के हुन्छ। सबैभन्दा पहिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार दिउँसोदेखि मध्यरातसम्म देखिएको यो दृश्य हेर्नुहोस्। विदेश सुन्न विमानस्थलसम्म पुगेका सयौं नेपाली मध्यरात त्यसै फर्किए। कारण थियो मध्यपूर्वका सबै उडान बन्द। आइतबार पनि विमानस्थलमा मानिसहरूको भिड लाग्यो। मध्यपूर्व हुँदै उड्ने कुनै जहाज चलेनन्। नेपालको तथ्याङ्कले नै भन्छ दैनिक 2-3 हजार नेपाली युवा वैदेशिक रोजगारीका लागि उड्छन् र उनीहरूको मुख्य गन्तव्य मध्यपूर्व नै हो, खाडी क्षेत्र नै हो। दुबई, कतार, साउदी, कुवेत, बहराइन, इराक। भौगोलिक रूपमा मध्यपूर्व नेपालबाट हजारौं किलोमिटर टाढा छ, तर यो भूगोल नेपालीहरूसँग टाढा छैन। मध्यपूर्व त धेरै नेपालीहरूको परिवारसँग जोडिएको छ। अहिले पनि मध्यपूर्वका करिब आधा दर्जन मुलुकमा करिब 20 लाख नेपाली छन्। नेपाल वैदेशिक रोजगारी र रेमिट्यान्समा निर्भर मुलुक हो। खाडी मुलुकमा पसिना बगाएर पठाएको रेमिट्यान्सकै कारण राष्ट्र ब्याङ्कले विदेशी मुद्राको सञ्चित बढ्यो भनेर भनिरहेको छ। डलरले राज्यको ढुकुटी भरिदिने ती नेपाली युवाहरू अहिले त्रसित छन्। उता उनीहरू त्रसित छन्, यता उनीहरूको परिवार विचलित छ। अमेरिकालाई जवाब दिने क्रममा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी एयरबेसहरूमा आक्रमण गरिरहँदा त्यहाँ रहेका नेपालीहरूले असुरक्षित महसुस गरिरहेका छन्। कतिपय त शनिबार बिहानदेखि नै कार्यरत रहेकै स्थानमा थुनिएका छन्। जो डेरामा छन् उनीहरू पनि बाहिर निस्कन पाएका छैनन्। यो अवस्था लम्बिँदै गयो भने के होला भनिरहनु नपर्ला। यसको प्रारम्भिक सङ्केत त हामीले कोभिड महामारीको बेला पाइसकेका छौँ। त्यति बेला एउटा रोगको महामारी थियो, सावधानी अपनाएमा र उपचार गरेमा निक हुने अवस्था थियो। तर अहिले त युद्ध चलेको छ। युद्धमा कसको इहलीला कति बेला समाप्त हुन्छ यसै भन्न सकिँदैन। नेपाल सरकारले इरानमा अमेरिका र इजरायलले आक्रमण गरेपछि त्यस क्षेत्रमा उत्पन्न परिस्थितिलाई लिएर त्यहाँ रहेका नेपालीहरूका लागि एडभाइजरी जारी गरेको छ। परराष्ट्र मन्त्रालयले मध्यपूर्वका घटनाक्रमबारे आफूले अनुगमन गरिरहेको भन्दै सावधानीका उपाय अपनाउन सुझाव दिएको छ। ती देशमा यात्रा नगर्न र सम्बन्धित देशहरूले जारी गरेका सुरक्षा सम्बन्धी निर्देशन तथा सूचना पूर्ण रूपमा पालना गर्न पनि आग्रह गरेको छ। युद्ध लम्बिँदै गयो भने के गर्ने? परराष्ट्र मन्त्रालयले भनेको छ आवश्यक परे ती देशहरूबाट नेपालीहरूलाई उद्धार गर्नेछौँ। तर मन्त्रालयले भने जसरी ती देशहरूबाट नेपालीहरूलाई उद्धार गर्न सजिलो छैन। पहिलो अवस्थाका हिसाबले, दोस्रो सङ्ख्याका हिसाबले। नेपालीहरूका लागि वैदेशिक रोजगारीका लागि मुख्य गन्तव्य अनि रेमिट्यान्सको मुख्य स्रोत खाडी क्षेत्र नै हो। यो क्षेत्रमा बढेको तनावले त्यहाँ रहेकाहरू त्रसित छन्, यहाँ रहेकाहरू चिन्तित छन्। जान खोजेकाहरू यतै रोकिएका छन्, फर्किन खोजेकाहरू उतै रोकिएका छन्। यति मात्र होइन, फागुन 21 को चुनावमा भोट हाल्न भनेर नेपाल आउन ठिक्क परेका हजारौं नेपाली आफ्नो मताधिकार प्रयोगबाट वञ्चित भएका छन्।